चतुर स्याल। कुनै वनमा महाचतुरक नाउँको स्याल बस्दथ्यो। एक पटक त्यसले वनमा आफै मरेको हात्ती भेट्टायो। उसलाई असाध्यै भोक लागेको थियो, तर उसले हात्तीको छाला फोरेर मासु खान सकेन। ऊ राल काट्दै मरेको हात्तीको छेउमा बस्यो। त्यसै बेला एउटा सिंह घुम्दै घुम्दै त्यहाँ आइपुग्यो। स्यालले त्यो सिंहलाई आफूले संरक्षण गरेर राखेको हात्तीको मासु खान निवेदन गर्यो। तर त्यो सिंह अरूले मारेको पशु खान इच्छुक भएन। स्याललाई नै त्यो मासु खान अनुमति दिएर ऊ त्यहाँबाट हिँड्यो। तत्कालै त्यहाँ एउटा बाघ आयो। स्याललाई बाघले हात्तीको मासु खाइदेला भन्ने पिर पर्यो। उसले मनमनै सोच्यो, यो मासु मेरो हात परेको छ, यसलाई मैले बाघबाट जोगाउनु पर्छ। बाघ मभन्दा बलियो छ, यसलाई धपाउन मैले भेदनीति नै अपनाउनु पर्छ। यो नीतिको सहाराले बलवान पनि काबुमा आउन सक्छ। त्यसपछि महाचतुरकले बाघलाई पन्छाउने योजना गरेर भन्यो, यहाँ बस्नु तपाईको जीवनको लागि नै खतरा छ। यो हात्तीलाई सिंहले मारेको हो। ऊ अहिले मलाई हात्तीको मासु रुग्न लगाएर आफू चाहिँ नुहाउन गएको छ। त्यो सिंह निकै बलियो र रिसाहा पनि छ। एक पटक आफूले मारेको हात्तीलाई अर्को कुनै बाघले जुठो पारिदिएकोले त्यो सिंह बाघ जातिसँग नै रिसाएको छ। उसले यहाँ बाघ आयो भने जानकारी दिन मलाई अराएको छ। तपाईले मलाई हेपेर हात्तीको मासु खाने दुस्साहस गर्नुभयो भने त्यो घमण्डी सिंहले यो वनलाई बाघ रहित बनाउन बेर छैन। महाचतुरका त्रासद वचन सुनेर त्यो बाघ डरायो। उसले स्यालसँग भन्यो, भाइ, म यहाँ देखा परेको खबर पनि त्यो सिंहलाई नदिनु है, म हिँडिहाल्छु। अनि बाघ आफ्नो ज्यान बचाउनका लागि त्यहाँबाट कुलेलाम ठोक्यो। त्यसपछि त्यहाँ एउटा चितुवा आयो। स्यालको मनमा त्यो चितुवालाई हात्तीको छाला फोर्न लगाउने सोच पैदा भयो। उसले चितुवालाई भन्यो, दाइ, तपाईँ हात्तीको मासु देखेर लोभिनु भए जस्तो छ। तपाईलाई साह्रै भोक लागेको भए सिंह फर्कनु भन्दा पहिले अलिकति मासु खाइहाल्नुहोस्। म चाहिँ सिंहको आज्ञा अनुसार मासु रुग्न बसेको हुँ। सिंहले मारेको हात्तीको मासुको रखबारे चाहिँ स्याल भएको बुझेपछि चितुवा खिन्न भयो। उसले जीवन नै खतरामा पारेर भोक टार्नु मनसिब ठानेन। उसलाई यस्तो शुभ अवसर फेरि पनि प्राप्त हुने विश्वास थियो। त्यसैले उसले स्याललाई आफूले त्यो मासु नखाने जानकारी दियो। त्यसपछि ऊ त्यहाँबाट हिँड्न तत्पर भयो। चितुवा हिँडेपछि स्यालको हात्तीको मासु खाने योजना तुहिन्थ्यो। त्यसैले उसले चितुवालाई फकाउँदै भन्यो, तपाईँ खाँदा खाँदै सिंह आइपुग्यो भने म तपाईलाई जानकारी दिन्छु अनि तपाईँ भाग्नुहोला। चितुवा स्यालको कुराले आश्वस्त भयो अनि ऊ निश्चित भई हात्ती फोर्न थाल्यो। चितुवाले त्यो हात्ती फोरिसक्ने बित्तिकै स्यालले भन्यो, मित्र, सिंह परबाट आउँदैछ, तपाईँ तुरुन्तै भाग्नुहोस्, नत्र ज्यान जोखिममा पर्नेछ। चितुवा आत्तिएर भाग्यो अनि
महाचतुरक आनन्दपूर्वक चितुवाले फोरेको ठाउँबाट हात्तीको मासु खान थाल्यो। त्यही बेला एउटा रिसाहा स्याल त्यहाँ आइपुग्यो। अनि त्यो महाचतुरकले मनमनै सोच्यो, आफूभन्दा सबल शत्रुलाई फुर्काएर आफ्नो पार्नुपर्छ भने कमजोरलाई चाहिँ युद्ध गरेर नै भगाउनु पर्छ। महाचतुरकले त्यो स्याललाई आफूभन्दा कमजोर ठहरायो। त्यसपछि ऊ त्यो स्यालसँग भिडन्त गर्न सुरियो। दुवैको बीचमा घमासान युद्ध भयो। अन्त्यमा महाचतुरक विजयी भयो। नयाँ स्यालले भागेर ज्यान बचायो। त्यसपछि महाचतुरकले निकै दिनसम्म त्यो हात्तीको मासु खाइरह्यो। शिक्षा: बलले गर्न नसकिने काम छलद्वारा सम्पन्न गर्न सकिन्छ।